सबैलाई परिरहेको छ हामीलाई पनि परिरहेको छैन अनि त्यसका लागि गर्नु पर्यो सबैलाई नमस्कार माथिबाट आउने रोडले यो गाउँलाई हेल्प गर्नु पर्यो बर्खा गाउँको पानीमा अस्ति नैको पानीमा पनि गाउँमा धेरै डुबाइ भइहाल्छ यसको रोडको साह्रै सुरक्षा गरिदिनु होला नगर प्रमुखले मैले एउटा सबै ठाउँमा देखेँ मैले तर हाम्रो 1 नम्बर वडाका शहीदहरू शहीद जस्तो नभए जस्तो लाग्यो किनभनेपछि तपाईँको अरू ठाउँमा शहीद पाएका छन् शहीदको लागि बजेट छुट्याएको छ हाम्रो 1 नम्बरका शहीदहरू छन् हाम्रो भाइ शहीद हो अनि छपेबाजी शहीद हो अनि यिनीहरू शहीद भएको शहीद पार्क कहाँ छ हामीहरूको लाइन रोटाबाट लिएर यो हुने एउटा बाटो खुलाउनु पर्यो एउटा हेमाट गएर हामीहरूलाई स्कुल जाने बाटो हामीलाई घारीको बाटो हुनु पर्यो किनभने विद्यार्थी सडकबाट जान्छ विद्यार्थीले कसैले हान्दियो गाडीले कसैले के गर्दियो भने त्यत्रो विद्यार्थी हिँड्ने बरु हाम्रो घारीको बाटोमा झुमतिर गाउँलाई पनि सुविधा हुन्छ गाउँको हाम्रो विद्यार्थीलाई पनि सुविधा हुन्छ घारीको बाटो हामीलाई क्याम्पस जाने बाटो हामीलाई पुर्याउनु पर्यो र अर्को कुरा सार्वजनिक सुनवाई प्रत्येक वर्षमा एकचोटि गर्नुपर्छ र प्रत्येक महिना हुनुपर्छ रेडियो कार्यक्रम मार्फत हुनुपर्छ रुकुम पश्चिमको चौरजारी प्रवेश गर्दै गर्दा महत्त्वपूर्ण हस्पिटल चौरजारीसम्मदेखि त्यो एरियादेखि एयरपोर्ट माइकी दरका हुँदै लामिछाने गाउँको फलाटे खोलासम्म त्यो रोड अहिलेसम्म कच्ची छ उहाँहरूले पेश गरेका कार्यक्रमहरू वडा नम्बर 1 मा आएका सफल भएका कार्यक्रमप्रति हामी अहिलेको 2079 देखि अहिलेसम्मको कार्य प्रगति हेर्दाखेरि हामी 1 नम्बरवासी खुसी नै छौँ जहाँसम्म लाग्छ केही असन्तुष्टिहरू जहाँ पनि हुन्छन् त्यो खुसीको ठाउँमा सामान्य असन्तुष्टिहरू पनि हुन्छन् ती हामीले सम्बोधन गर्दै जानुपर्छ र जो अहिले नयाँ कार्यक्रमहरू आएका छन् जो हामी आशावादी छौँ 1 नम्बरका जनताहरू आशावादी छौँ त्यसलाई नगर सरकारले ल्याएका कार्यक्रम योजनाहरू हामीले नगर कार्यक्रममा सार्वजनिक सुनाइ कार्यक्रममा पनि सहभागी भएका थियौँ त्यहाँ पनि सुनेका छौँ र यहाँ पनि उहाँको मुखार बिन्दुबाट हामीले सुन्नेछौँ ती यथाशक्य अझै पनि उहाँको कार्यकाल करिब 23 महिना बाँकी छ यो कार्यकालभित्र उहाँ विदाय हुनुभन्दा अगाडि सम्पूर्ण उहाँले अघि सारेका कार्यक्रमहरू योजनाहरू लागू भएर जानेछन् हामीले पनि यो सफलताको माला उहाँहरूलाई पहिर्याउन पाऊँ यो विजेश्वरीदेखि घारी गाउँसम्मको यो पुलोलाई अलि व्यवस्थित गरेसम्म नगरेसम्म यतातिर अलि असम्भव छ सिँचाइ गर्नलाई असम्भव छ 12 मास तरकारीहरू लाउनलाई अलि असम्भव भए हुनाले यसलाई व्यवस्थित गर्ने कुरामा ध्यान दिन पर्यो यो हामी जङ्गलबाट वर्षमा 3 बिटा 4 बिटा मात्र दाउरा पाउने अनि त्यसपछि सबै दाउराहरू किनेर ल्याएर गुजारा गर्नुपर्ने भएका कारणले यहाँ धुवारहित ठुलोको आवश्यकता भएका हुनाले कतिले त पाउनु भयो तर अरूलाई पनि एकदम आवश्यकता छ त्यसमा पहल गर्नु पर्यो यो माइकी दरका मन्दिर व्यवस्थित अब सबै मर्मतका भन्न मिलेन यसलाई अलिकति व्यवस्थित गर्नेमाथि हजुरको ध्यान जानु पर्यो यो बजारदेखि माइकी दरकासम्मको नाली मर्मतमा राख्नमा अलि उ भयो धेरै फोहोर भएको छ त्यसले गर्दा बर्खाको सिजन आउन लागेको छ त्यो अलि व्यवस्थित गर्न पर्यो हस्पिटलदेखि तलको पुरनको प्रतीक्षालय अलि त्यो सानो भयो 10 जना मान्छे मात्र अटाउने 15-20 जना मान्छे भएको बेला कहाँ बस्छ त्यो अलि सानो भयो अलि त्यसलाई व्यवस्थित गर्न पर्यो यो मध्यपाटी राजमार्गको पुल पहिले पनि भुनिसक्नु भएको छ यसलाई चासो राख्न पर्यो अलिकति यीहरूलाई एउटा विकास गर्दा धेरै कुराहरूको अध्ययन गरी यो विकास गरिदिँदा राम्रो हुन्थ्यो जस्तो लाग्छ र तत्कालै भूकम्पले फाल्दा धेरै जसो जनताहरूले सानो भए पनि भवन हालौँ भनेका छन् र अर्को कुरा यहाँ कुनै पनि विकास र राहत र समिति गठन र कुरा गर्दा सबै पार्टीहरू जम्मा भएर कार्यान्वयन गरेको देखिन्छ त्यो बाटाघाटा खुलाउन र जनताका समस्या हल गर्दाखेरि पार्टीहरूले द्वन्द्व निम्त्याएर विवाद ल्याइएको कुरा छ यो सही हुने छैन अब यसको घोर विरोध र प्रतिकार हुनेछ सिमाना नाङ्गेको छ पीडाले जनताले अब यो पार्टीगतका जिम्मेवार नेताले गम्भीर रूपमा यो सोचेर यो निकासलाई गरिदिन तुरन्त अनुरोध गरिन्छ र अब दोस्रो कुरा एउटा शिक्षाको कुरो म शिक्षातिर अलिकति गएँ किन गए भन्दा हामी गरिबीको रेखा मुनि छौँ
शिक्षामा हाम्रो सरकारले धेरै कुराहरू लगानी गरेको छ। यो कसैलाई भन्नुपर्ने कुराहरू छैन। ड्रेस, कापी कलम, यत्रा भवनहरू, फिल्ड मैदानहरू, खानेपानी सञ्चालनहरू, 40-50 हजारका शिक्षकहरू र कर्मचारी, नेता सबै छौँ। तर यत्रो राहत दिए पनि यो हाम्रो शिक्षा विद्यालयहरू कमजोरी किन भए? यसमा गम्भीर प्रश्न छ। र उल्टो आवाज उठाउनु अहिले के गरेर खै त कहाँले सावरलाई भन्ने हो कि सावरलाई भन्ने हुने हो कि लेबरहरूलाई भन्ने हुने हो कि त्यो तर ठुलो इन्जिन बाटोमा ल्याए किन उम्ल्याउने, कसरी झार्ने, कसरी व्यवस्थापन गर्ने, यो कुरा बुझाओ। अझै त्यो कुरा मात्र बुझ्ने कि व्यवस्थापन पनि गर्ने, त्यति भन्दै मेरा दुई शब्द किनभनेपछि मेरो घरमा 2 पटक त्यत्रो नहर ल्याउँदाखेरि पानी त्यो घरभित्र उम्रिँदा बारीमा उम्रिँदा त्यस्तो मैले प्रधानलाई पनि भने, मेरो वडा अध्यक्षलाई पनि भने, सदस्यलाई पनि भने, त्यो नेहरको त्यति जाबो क्या 50,000 60,000को एउटा बजेट पनि पार्न सक्दैन। भोलि हामी त गरिब वर्गको मान्छे हो, केही नभएर बसेको मान्छे। तर जस्तै टहरा दिनुभयो ठिक छ, अनि हामी जस्तो गरिब निम्न वर्गको टहरालाई दुईटाहरूलाई दिएर एक दुईहरूलाई छुटाउने कारण के हो? त्यसलाई दिनुभयो। एक कपडामा पाएको थिएँ बराबरले गरिदिएको छैन भनेर त्यो गएको मान्छेलाई फिर्ता गरेर खलागाउँ पुगेर उता बारफाट गरेर त्यो पनि ठिक छ। तर त्यही कुरा गर्दै मैले अब आउँदै कुनै कार्यक्रममा कुनै घर पसे भने त्यही कुरा दुईवटाको शब्द सुनेर मैले बिदा दिएँ। सरकारको 10औं सहरभित्रको एउटा अवधारणा अनुसारको सहरीकरण गर्ने गरेर प्लटिङ गरिराखेका छौँ। यो एकदमै ओझेलमा परिराखेका छ। यसले गर्दा हामीलाई एकदम अन्यलता पारिराखेका छ। यसलाई छिटो छरितो पहल गर्नुपर्छ भन्ने लाग्छ। र अर्को कुरा, यो सँगसँगै हामीले पुराना बस्ती, त्यो बस्तीमा हामी एउटा सानो एम्बुलेन्स पनि लिन सक्ने अवस्थामा गएका छैनौँ। कुरामा पनि वडा नम्बर 1 को विशेष पहलमा बाटाघाटा निकासहरू चाहिँ हुन अति आवश्यक छ भन्ने लाग्छ। जनताको प्रतिनिधि भन्न बित्तिकै त्यो काङ्ग्रेसको पनि हो, त्यो एमालेको पनि हो, त्यो माओवादीको पनि हो, र यसले समान व्यवहार गर्नुपर्छ। यहाँभित्र एउटा सामान्य सोलरहरू बलिराखेका छन्, हिजो बलिराखेका थिए, आज तपाईँको तिनीको ब्याट्री चोरिएको छ, आज तिनीको सोलरको पानी नभएर त्यो सोलरका कुहरू ठाडा पोल मात्रै बनिराखेका छन्। तर यो हेर्ने जिम्मा कसले गर्ने त? सम्पूर्णलाई नमस्कार। मैले यहाँ राख्न खोजेको हाम्रो विस्थापित अफिसहरू छन् हाम्रो 1 नम्बरमा। तिनी 18-19 वर्ष भइसक्यो। 18-19 वर्षसम्म लगातार हाम्रो एउटै प्रभाकर कामरेले नै प्रतिनिधित्व गरिरहनु भएको छ। र 2 वर्ष कार्यकालमा पनि हाम्रो एउटै पार्टीको सरकार भइरहेको छ। एयरपोर्ट छ, पिच छ, प्लेन चल्दैन। मुछिकोट खलङ्गामा 1 महिना बन्द भयो, उहाँ चलिसक्यो। यो खास रोकिनको कारण के हो? अर्को कुरा, यहाँ नेपाल खाद्य संस्थान थियो। नेपाल खाद्य संस्थानमा दङ्गा राखिएको छ। त्यो दङ्गालाई उता अर्को नयाँ एउटा भवन छ सुरक्षा गार्डको, त्यो नयाँ भवन चाहिँ प्रयोगविहीन छ, त्यहाँ ट्रान्सफर त्यसलाई गर्न सकिन्छ। र त्यो कस्तो भयो भने गोदाम एकातिर अर्कोले प्रयोग गरिरहेको छ। भएको भवन पनि जीर्ण अवस्थामा गइसक्यो। नेपाल खाद्य संस्थान, कृषि सामग्री संस्थान र कृषि विकास ब्याङ्क लिमिटेडहरू थिए यहाँ पुराना अफिसहरू। 20 वर्षसम्म यहाँ कुनै पनि पहल कदमी गरेको देखिँदैन। अनि अर्को एउटा यो वनको ठ्याक्कै सिटीबिटी तलतिर खाली जग्गा छ, त्यो जग्गामा न रुख छ न केही छ। पहिला त्यो जग्गा वनमा थिएन। अब यो हाम्रो 1 नम्बरकाले कसरी त्यहाँ वनमा हालिदिएन, त्यो जग्गालाई एउटा नगर सरकारकै माध्यममा ल्याउन पहल गर्दा पछि भविष्यमा त्यो उपयोगमा आउँथ्यो कि भन्ने हो। यसमा पनि अब मेयर साहबले पहिला पनि कति पहल कदमी लगे जस्तो मैले सुन्नमा आएको। त्यो एउटा कुरा। अर्को यहाँ एउटा एकदम उत्पादन क्षेत्रमा हेर्नुपर्ने, हामीले सिँचाइ यताउता सबै बनायौँ, नालाहरू बनायौँ, तर यहाँ अव्यवस्थित सिँचाइ छ। हाम्रो गहुँ खेतीमा मात्र राम्रोसँग सिँचाइ गरायो सबैलाई खाना पुग्ने जस्तो हुन्छ। त्यति बेला यहाँ के देखिन्छ भने कि पैसा उठाउन एकदम कहिले लिड गर्ने क्या, उसले सिँचाइको प्रधानहरूले पनि गर्न सक्दैन। वडा सरकारले मलाई मतलब छैन भनिदिनुहुन्छ। त्यही भएर नगरले नै एउटा नगरसँगै एउटा कार्यक्रम जोडेर 1 नम्बरको विशेष उसलाई सिँचाइ
हिउँदे बालीमा सिँचाइका लागि पहल गरिदिन अनुरोध गर्दछु भन्दै मेरो 2 शब्द हेर्नुको धन्यवाद। आफ्नो समस्या हाम्रो विद्यालयको समस्याको विषयमा केही कुरा राख्न गइरहेको छु। वडा नम्बर 1 लामछिने गाउँ घारी गाउँ, त्यसै गरी बजार नाखेरा यो विशेष जनघनत्व भएको ठाउँ हो। एउटा मात्रै सामुदायिक विद्यालय छ र यस विद्यालयमा विभिन्न किसिमका समस्याहरू छन्। अब यहाँ चाहिँ जापानिज एम्बेसीबाट बनेको भवनका सिसाहरू पुरै फुटेका छन्, खोरिएका छन्। अब त्यो खोरिएका सिसाहरूको लागि वडा कार्यालयबाट हुन्छ अथवा हाम्रो नगर प्रमुख यहाँ भएको बेला त्यो झ्याल ढोका त्यहाँका त्यो झ्यालमा चाहिँ ग्रिलहरू एकदमै आवश्यक देखिएको छ। ग्रिलहरूको व्यवस्थापन गरिदिनमा यो सार्वजनिक सुनवाई कार्यक्रममा राख्न चाहन्छु। त्यसै गरी अब यो विशेष गरेर खुला भएको छ यतापट्टि विशेष गरेर तारबारभन्दा पनि पक्की वालको व्यवस्था गरिदिए बच्चाहरू सानो बच्चाहरू छ बाहिर आउने यताउता जाने हामीले हेर्दै पनि त्यो वाल नभएको कारण त्यहाँभित्र चाहिँ के भन्छ यो बाख्राहरू चराउने अनि समुदायहरूको मान्छेहरू जाने जथाभावी भित्र पस्ने किसिमको भइरहेको छ। त्यसैले त्यो वालको पनि व्यवस्थापन गरिदिए एकदमै राम्रो हुने थियो। त्यसै गरी त्यहाँ खेल मैदान पनि त्यति राम्रो छैन, खेल मैदान पनि राम्रो व्यवस्थापन यो आर्थिक वर्षमा राम्रो व्यवस्थापन गरिदिए राम्रो हुन्थ्यो भन्ने कुरा राख्दै म मेरा 2-4 शब्द यही अन्त्य गर्छु। हस्त नमस्कार। स्थानीय सरकार ऐन स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भए अनुसार हाम्रो 1 नम्बर वडामा अहिलेसम्म व्यवस्थापन भएको छैन। न कि चौरजारी नगरपालिकाले प्रत्येक वडाका 14वटा वडाका 28 जना साथीहरूलाई गएको असारको महिनामा 48 घण्टे ट्रेनिङ दिई उहाँहरूलाई प्रमाणपत्र समेत वितरण गरिरहेको छ। तर अहिलेसम्म हामीलाई यहाँ वडा कार्यालयमा त्यसको व्यवस्थापन भइरहेको छैन। यसको यथाशीघ्र व्यवस्थापनको लागि कार्य अगाडि बढाइयोस्। अलि उपभोक्ता समिति निर्माण गर्दा अलि अपारदर्शिता भएको जस्तो महसुस गरिएको छ। यहाँको जनताहरूले यसलाई पारदर्शिता गराउन प्रेरित गर्न पर्यो यहाँ सरकारले, वडा सरकारलाई। अर्को कुरा के छ भने यहाँ चौरजारी नगरपालिका भित्रको 1 नम्बर वडामा खानेपानीको व्यवस्था त भइरहेकै छ। यसको विकल्पका लागि अर्को एउटा खानेपानीको आयोजना निर्माण भए 1 नम्बर वडामा जनघनत्व बढिरहेको छ। त्यो निर्माण भइरहेको खानेपानीले यसलाई अपुग्दो भएको देखिन्छ। यसलाई पुग्दो बनाउनको लागि अर्को नयाँ कार्ययोजना निर्माण गर्नेतर्फ वडा कार्यालयको सिफारिस नगर कार्यपालिका नगर सरकारले यो कुराको व्यवस्थापन गरिदेऊस् भन्ने मेरो गुनासो भनौँ, के भन्ने हो विकासको सुझाव। यति कुरा राख्दै मेरो जति पनि यो कामहरू भइराखेका छन् त्यो जस्तै अब हस्पिटलदेखि तलको रिजिटको काम गरेको 1 वर्ष भयो। 1 वर्षभित्रमै त्यो किन भत्कियो? अब यिनी भवनहरू बनेको लगभग 2-4 वर्षभित्रै त्यत्रो लगभग टोटल बजेट जोड्दाखेरि त अरबौँको सेरोफेरोमा जान्छ त्यो बजेट। अनि त्यो बजेटहरू अब फेरि 2-4 वर्षमै भत्किने, 2-4 वर्षमै फेरि अरबौँको बजेट लगानी गर्नुपर्ने। अब त्यहीँनिर हाम्रो त्यो उता बबई डाइभर्सनको त्यो रिजिट हेर्दाखेरि त्यो रिजिट बनाएदेखि खै अहिले समेत मैले भत्काए देखाएको छैन। त्यो बाटोमा सबै रेगुलर हामी हिँड्ने नै गर्छौँ। तर यहाँको रिजिट 1 वर्ष चाहिँ नटिक्नको कारण के हो? अब डम्पिङ साइट बन्दैछन्, त्यो त राम्रो कुरा हो। अब छिटै बनिदिए सबभन्दा राम्रो हुन्थ्यो। रह्यो कुरा अर्को पोइन्ट बजारमा अब फुटपाथको कुरा, यो कुरा खै कहिले काहीँ मैले उठाए देख्दिनँ। अब किनभने बिहान 8 बजीदेखि 10 बजीसम्म अफिस टाइम विद्यार्थीहरूको टाइम हो, गाडी उस्तै रोडमा हार्डवेयरहरूको त्यो तानासाही छ। अनि कम्तीमा त्यो पोइन्टमा विद्यार्थीहरू हिँड्छन्। अनि साँझ 4 बजीदेखि 6 बजेको पिरियड। अब त्यो पोइन्टमा चाहिँ अब रोडमै गाडी पार्किङ, रोडमै सरिया सिमेन्ट लोड हुने। अब त्योभन्दा फुटपाथको व्यवस्थापन भइदिए एकदमै राम्रो हुन्थ्यो।